गुड मर्निङ, नमस्कार। भिडियो स्पेशल छ गाइज। जय घन्टी। एकदम खुसीको कुरा हो यो, नेपाली जनताको चाहना हो यो। रवि बालेन जस्ता शक्तिशाली युवा नेता मिलुन्, एक ठाउँमा उभिउन् भन्ने धारणा 3 करोड नेपाली जनताको हो। हेर्नुहोस्, आज रवि र बालेन मिलेर एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा घन्टी बजाउँदा त्यो घन्टीको टिन्डिङ 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 आवाजले 30-35 वर्षसम्म नेपाल र नेपाली जनता लुट्ने यी भ्रष्ट दलाल तस्कर माफियाको मुटुमा घन्टी बज्न सुरु गरिसकेका छ। हेर्नुहोस्, यिनको उल्टो गिन्ती सुरु भइसक्यो। अब यिनै दुई महान युवा नेता भोलि जनकपुर धाम तिहुतिया गाछीमा आउँदैछन्। स्वागतको भव्य तयारी गर्नुहोस्। जय घन्टी।